फागुन 21 गते भन्दा अगाडि यो दिमाग चाहिँ चेन्ज गर्नु छ। सबैमा यो भिडियो शेयर गरिदिनु होला, किनभने जनचेतना यति बेला फैलाउने हो, देश अहिले बनाउने हो, जनता अहिले सचेत हुने हो। फागुनको 21 गते पछाडि तपाईका कनपडाका हात यस्ता लाग्यो भने पनि देश हुनेवाला छैन। गइसक्यो, औँठा चाप भइसक्यो, कागजपत्र सबै लिलामी भइसकेको जस्तै हुनेछ। यो भिडियो सबैसँग यो पालि चाहिँ कोही पनि घुसमा नबिग्नु होला। वर्षका 365 दिन 12 महिना 48 हप्ता तपाईको आफ्नै दुःख, आफ्नै संघर्ष, आफ्नै पसिनाले तपाईले जुत्रो झाम्रो गए पनि, नुन बिना खाए पनि, नुनसँग खाए पनि, मासु भात खाए भने तपाईको आफ्नो कमाइले खानुहुन्छ। नेताहरूले तपाईलाई दिनुहुन्न। यदि सच्चै कुरा गर्ने हो भने नेपालका नेताले जति नातावाद कृपावादले जनताले नेता छान्छ नि, त्यसरी नेताले चाहिँ जनतालाई छानिदिएको भए आधा नेपाली चाहिँ धनी हुने थिए। प्रत्येक टोलबाट नेता छ, प्रत्येक जिल्लाबाट नेता छन्, प्रत्येक क्षेत्रबाट नेता छन्, प्रत्येक घरबाट कार्यकर्ता छन्। किनभने नेताले भोट माग्नका लागि मात्रै म तपाईको हो भन्छ। भोट मागेर गइसकेपछि त्यो ठाउँ फर्किँदैन, ती आफन्ती हेर्दैन, त्यो टोल देख्दैन, त्यो क्षेत्र देख्दैन, त्यो जिल्ला देख्दैन। आफ्नो घर काठमाडौँमा बनाउँछ, विदेशतिर छोराछोरी पढाउँछ। एकचोटि वर्षमा भोट माग्ने बेलामा आफ्नो गृह जिल्ला भनेर जान्छ। यो प्रविधिलाई चाहिँ छुटाउनु छ। यही वर्ष यी नानीका आमा बाले पनि यही भिडियो हेरेर भए पनि मनस्थिति चेन्ज गरौँ र राम्रा व्यक्ति र राम्रा पार्टी छान्ने कुरा गरौँ। यी नानीका आमा बाले पनि भोट दिएकै होला। यी नानीका गाउँमा पनि नेतै छन् होला। यी नानीको गाउँमा पनि चुनाव चिन्ह भनेर कुनै न कुनै पार्टीको झन्डै छ होला, पार्टी कार्यालय छ होला, कार्यकर्ता छ होला, सबै छ होला। तर यी नानीका जिउमा न्यानो लुगा छैन, यी नानीको मुहारमा मुस्कान छैन। यी जन्मेको 5-6 वर्षदेखि सङ्घर्ष गर्दै आएका छन्। यी नानीका आमा बासँग यो भिडियो पुर्याइदिनु होला, किनभने अब पनि देश बनाउने कि नै, अब पनि नेता हाम्रै गाउँको, हाम्रै धर्मको, हाम्रै वर्गको, हाम्रै ठाउँको, हाम्रै जिल्लाको भनेर चुन्ने कि या राम्रा पार्टी राम्रो व्यक्तिलाई चाहिँ भोट हाल्ने।